नराम्रो भए पनि होटल चाहिँ राम्रो, पार्किङ एरिया, चिडिया राखेको। शुभानम दाई हजुर यहीँ बस्नुहुन्छ? ठाउँमा एरियामा आए पनि हामीलाई खासै यो बारेमा थाहा थिएन। एक्वा वर्ल्ड रिसोर्ट जानलाई तपाईँलाई सबभन्दा सुरुमा यो कोशी टापु गेट नजिक आइपुग्नु भयो भने चाहिँ यहाँदेखि तपाईँहरूलाई 3 किलोमिटर अगाडि जानुपर्छ र तपाईँ बाइक र स्कुटीमा हुनुभयो भने 5 देखि 10 किलोमिटरमा पुग्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले यस्तो ब्युटिफुल भ्यू अनि नेचर ब्युटिफुल चराचुरुङ्गीहरू मजाले हेर्न सक्नुहुन्छ। कोशी टापुको भ्यू होइन, अनि यो बिचमा यस्तो हरियाली अनि रोड पनि एकदम राम्रो छ यहाँको होइन। अनि यो बिचमा गाउँहरू पनि पर्छ अनि ब्युटिफुल नेचरहरू अनि एउटा बिजुली अफिस पनि हेर्न सक्नुहुन्छ तपाईँ यो रिसोर्ट जाँदाखेरि चाहिँ। अनि यस्तो पुलहरूले घेरिएको होइन, मजाले यस्तो भ्यू देख्नुहुन्छ। त्यसपछि एउटा बाटो आउँछ, त्यहाँ चाहिँ हामीले लेफ्ट लिनुपर्ने हुन्छ है। हेर्न सक्नुहुन्छ गाइज, फाइनली हामी इको रिसोर्टमा आइपुगेको छौँ। पस्दाखेरि गेट यस्तो छ, गेट अलि चाहिँ नराम्रो भए पनि होटल चाहिँ राम्रो छ। मैले भित्र पसेर घुम्दै आएको, म र मेरो साथी प्रदीप सर अनि मेरो मामा श्री सबिन। अनि भित्र पस्दाखेरि यस्तो छ, यहाँ दृश्य हेर्नुहुन्छ। पार्किङ एरिया, यो पार्किङ एरिया हो, साइडमा फुलहरू छ अनि यो बाँसहरू छ यहाँ होइन। यसले एकदम चिसो दिन्छ बाँसहरूले चाहिँ। यहाँ गमलामा फुलहरू रोपेको छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ घोडा पनि छ, सानो घोडा रे, साइबेरियन घोडा। अनि यो होटेलको पहिचानमा भन्नुपर्दा एउटा यहाँ चरा राखेको छ, त्यहाँ नाम लेखिया छ सर आर्टिफिसियल भेगोता। हेर्नुहोस् यहाँ, अनि मस्त यहाँ गोलो बनाएर यहाँ होटेलको नाम राखेर अनि यस्तो चाहिँ चिडिया राखेको छ यहाँ। प्रदीप सर के भन्नुहुन्छ यो ठाउँमा को बारेमा? एकदम राम्रो लाग्यो, नजिकको ठाउँ हामीलाई थाहै रहेछ है। कसैले थाहा नै रहेनछ, अहिले बर्गर थाहा भयो। हामी तिहारको लागि यसो मालाहरू सजाएर आएछन् यहाँ। यहाँ हाम्रो अगाडि उठ्नु भएको छ भाइ, नमस्ते गर्नु। नमस्ते है सबैलाई। हजुरको शुभानम दाई? हजुर यहीँ बस्नुहुन्छ? यहाँको लोकेसन, एक्ज्याक्ट लोकेसन भनिदिनु त हामीलाई। एक्ज्याक्ट लोकेसन छ कि हाम्रो नहर चोकदेखि हजुर भित्र छिर्ने, कोशी ब्यारेक जाने बाटो नगइकन सिधै पस्ने होइन, अनि गलीको बाटो सिधा छिरेर ठ्याक्कै भित्रै हाल्ने। 3.5 किलोमिटर भित्र। ठिक छ, हामी यहाँ घुम्दै गर्छौँ है अहिले। दुईजना बाँकी छ त। अनि हाम्रो दुईजना यहाँ ह्यान्डसम दूतहरू बाँकी छन् है। यो होमस्टे हो दाइ होइन? यो रुमहरू हो। यहाँ यस्तो शान्त वातावरणमा यस्तो रुमहरू पनि छ। यसो हेर्दाखेरि रुममा एसीहरू पनि छ, हेर्न सक्नुहुन्छ तपाईँ। हाम्रो कोशी टापु एरियामा यस्तो दामी ठाउँ छ, साथीहरू भिजिट गर्नुभएको छैन भने चाहिँ यस्तो दामीहरू चाहिँ हेर्नु सक्नुहुन्छ। त पछाडि यहाँ एसी छ, यहाँ नेचुरल घर छन्, हेर्नु सक्नुहुन्छ यहाँ तपाईँहरूले मजाले। यस्तो राम्रो शान्त वातावरण छ यहाँ, प्रायः यस्तो मान्छेहरू कोही आउँदैनन्। यस्तो दामी रुमहरू छन् यहाँ। त तलचल आएको छ, नत्र म रुम खोलेर देखाउँथेँ हजुरलाई कस्तो रुमहरू छ। दाइ रुम खोलेर हेर्न आउनु मिल्छ, कस्तो छ? यस्तो राम्रो वातावरण, शान्त वातावरण छ है। हेर्न सक्नुहुन्छ त्यहाँ यस्तो राम्रो छ, डबल बेड हो। यहाँ साथीहरूसँग भिजिट गर्दा फोहोर हुन्छ नजादिनु। यहाँ टोयलेट बाथरुम पनि एटेच रुम छ। हेरौँ न ठिक छ। टुरिस्ट एरियामा अङ्ग्रेजी नभए के हुन्छ नि त। यस्तो राम्रो छ है, यस्तो पिसफुल्ली ठाउँमा यस्तो दामी रुम बस्नुहुन्छ। अनि म यहाँ देखाउँदैछु, यहाँ खाजा साजा लिएर सबै थोक पाउँछन् साथीहरू। यो हाम्रो ठाउँमा एरियामा आए पनि हामीलाई खासै यो बारेमा थाहा थिएन र आज हामीलाई थाहा भयो बल्ल। बोल्नु न हौ। अब म तपाईँहरूलाई नेचरको भ्यू देखाउँदै यहाँ अब के खाजामा पाउँछ त्यो पनि म तपाईँलाई देखाउँदै गर्छु है। यो ठाउँमा घुम्न चाहिँ पक्कै घुम्नु है। यस्तो दामी अनि पिसफुल्ली ठाउँमा चाहिँ कमै ठाउँ हुन्छ। यो हाम्रो कोशी टापुको एरियामा छ, पश्चिम कुसामा पर्छन्, जुन हाम्रो सुनसरी जिल्लामा पर्छ। त्यो कोशी गेटको भित्र पस्ने बाटोमा दिए अगाडि यस्तो लोकेसन पनि म हाल्छु नै। पोखरीहरू पनि छ यहाँ। यहाँ बाले छन्, बाले खान मन लाग्यो भने चाहिँ
पोथी छ एउटा, यहाँ चाहिँ ह्यान्डसम पोथी। यहाँ हेर्नुहोस् कस्तो राम्रो भ्यू छ। राति आयो भने चाहिँ एकदम राम्रो लाइटिङ जलेको बेला एकदम राम्रो हुन्छ यहाँ फोटोसोटो खिच्नलाई, भिडियो बनाउनलाई। यहाँ हेर्नुहुन्छ यहाँ भित्र बस्ने पनि ठाउँ छ साथीहरू। यहाँ हेर्नुहुन्छ यहाँ फार्मिङको लागि यहाँ खोर बनाएको छन् माथिमा। हेर्नुहोस् यहाँ कतिवटा खोर छन् होइन। साइडमा पनि पोखरी छ, एकदम पिसफुल्ली ठाउँ छ साथीहरू। यहाँ हेर्नुहोस् हाम्रो यहाँ साथीहरू फोटो खिचिरहेछन्, आइरहेको छु। सब्सक्राइब गर्नु होला, गर्नु भएको छैन भने। अरू यस्तो नयाँ नयाँ ठाउँ हाम्रो एरियाको एक्सप्लोर गर्छु तपाईँहरूको लागि होइन। यहाँ हेर्नुहुन्छ आइहोप यसमा माछाहरू पनि पाउँछ होला। अनि यो जति यतापट्टि देख्दै हुनुहुन्छ तपाईँहरू होइन, यहाँ चाहिँ कुखुरा हाँस पालन गरिराख्ने छन्। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले मजाले। यहाँको ब्युटिफुल नेचरको जति तारिफ गरे पनि कम पर्छ साथीहरू। हेर्नुहोस् यहाँ कराइरहेको छौँ त हाँसहरू। अनि यतापट्टि चाहिँ खाजा खाने ठाउँ छ साथी। त्यहाँ गेटदेखि अघि हामी स्टार्ट गरेको थियौँ भिडियो होइन, त्यहाँदेखि हेर्नुभयो ठ्याक हामी हिँड्दै हिँड्दै आएको थियौँ। यहाँ चाहिँ अगाडि खाजा पकाउने ठाउँ छ र यहाँ खाजा पनि पाउँछ साथीहरू। यहाँदेखि आएपछि यहाँ साथीहरू आइसकेको छन्। हामी यहाँ चाहिँ खाजा पाउने ठाउँ हो। हाम्रो सरोज भाइ ह्यान्डसम भाइ छ यहाँ हेर्नुहुन्छ, आइफोन लिएर फोटो खिच्दैछन्। यहाँ फोटो खिचिरहेको मान्छे यहाँ दुईजना, एकजना यहाँ के भनौँ छोडिदिउँ के नभनौँ। यहाँ भित्र पसेपछि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ तपाईँले होइन। यो भित्रमा चाहिँ यस्तो यहाँ खाजा पाउने ठाउँ छ। यहाँ तपाईँ के खाजा खानुहुन्छ यहाँदेखि अर्डर गर्न सक्नुहुन्छ तपाईँहरू मजाले होइन। अनि यहाँ चाहिँ बस्ने ठाउँ छ यसरी होइन। हेर्नुहोस् एकदम दामी छ। यामाको पोस्टरहरू पनि लागेको छ रियाक्सन गर्नलाई हेर्नुहोस् तपाईँ यहाँ होइन। अनि यहाँ बस्नलाई चाहिँ यहाँ माथिको ग्यारेज जस्तो पनि बनाएको छ। यहाँ एकदम नेचुरल बेम्बोको माथि बस्ने पनि ठाउँ छ। यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ बस्दा तपाईँहरू चाहिँ नेचुरल भ्यूको इन्जोय लिँदै यहाँ खाजासाजा खान सक्नुहुन्छ। मजाको ठाउँ छ, भिजिट गर्न पक्कै नबिर्सिनु होला साथीहरू। लोकेसन त तपाईँहरूलाई मैले छोडि नै सकेको छु। हामी चाहिँ बाइकमा आएको थियौँ, हाम्रो बाइक यहाँ छन् अहिले हामी कहाँ घुम्ने भनेको त्यो पनि देखाउनु छु पक्का नै। यहाँ चारा चुरुङ्गेको चेराङ चुरुङ सुन्दै फोटो पनि खिच्नुहुन्छ तपाईँहरूलाई, एकदम मस्त ठाउँ छ। ए रिसोर्टको नाम यो ट्री हाउस। तपाईँलाई चढेर माथि देखाउँछु कस्तो छ। हामी यहाँ नबस्ने प्लानिङ भएको छन्। ओहो यहाँ चाहिँ सरसफाइ छैन। पहिलेको जे होस् ओपनिङमा चाहिँ एकदम राम्रो बनाए जस्तो लागेको थियो, त्यसपछि चाहिँ बन्द खोइ किन बन्द गर्यो। राम्रो ठाउँ लाग्यो मलाई होइन। अब हामी यहाँ नबस्नेपछि गाडी चढेर अब हामी फर्किने यहाँबाट। कहाँ छ झुला? यहाँ हेर्नुहोस् हाम्रो संस्कृति हाम्रो पहिचान। यहाँ हामी फर्किने बेलाको दृश्य साथी हेर्न सक्नुहुन्छ कस्तो दामी छ। यहाँ हात्ती राख्ने तबेला नै भन्छ नि, घोडा राख्ने तबेला भन्छ होइन।